to cut the space. Cut the space. जब म मेरी श्रीमतीको बारेमा सोच्छु म सधैँ उसको टाउकोको बारेमा सोच्छु म कल्पना गर्छु कि म उसको त्यो राम्रो खप्पर फोडिरहेको छु र उसको दिमागका नसाहरू केलाउँदैछु म जान्न चाहन्छु तिमी के सोचिरहेकी छौ एमी हामीले एकअर्कालाई के गर्यौं हाई फ्रेन्ड्स आज हामी एउटा यस्तो प्रेम कथाको कुरा गर्दैछौँ जुन हेरेपछि धेरै केटाहरूले बिहे गर्ने प्लान नै क्यान्सल गरे गन गर्ल एउटा यस्तो फिल्म र नोभल जसले हामीलाई सिकाउँछ कि श्रीमतीसँग जिस्किनु र बाघको मुखमा हात हाल्नु उस्तै हो आजको यो एपिसोडमा हामी एमी एलियटको त्यो मास्टर माइन्ड दिमागभित्र छिर्नेछौँ जहाँ गुगल म्याप्सले पनि काम नै गर्दैन सो लेट्स टक अबाउट द ओरिजिन अफ अमेजिङ एमी फर्स्ट एमी जन्मिँदा नै अमेजिङ एमीको ट्याग लिएर जन्मिन् उनका आमा बाबु त झन् कस्ता भने छोरीले जे गर्छे त्यसलाई बेस्ट सेलर किताब बनाइदिने एमीले पियानो बजाउन छोडिन् किताब कि एमीले प्रो भएर देखाइदिए एमीको ब्रेकअप भयो किताब कि एमीले पर्फेक्ट प्रिन्स फेला पारी कल्पना गर्नुहोस् त तपाईको जीवनको हरेक असफलतालाई तपाईको बाबाआमाले किताब छापेर संसारलाई बेचिरहेका छन् बिच्चरी एमी उनी एउटी मान्छे थिइनन् उनी त एउटा ब्रान्ड भइसकेकी थिइन् त्यसैले उनले एउटा कुरा सानैमा सिकिन् दुनियाँलाई जे मनपर्छ त्यही बनेर देखाउनुपर्छ र उनले निकका लागि लगाइन् द कुल गर्ल मास्क च्याप्टर 2 कुल गर्लको नकाब र निकको भ्रम एमीले निकलाई भेट्दा एउटा यस्तो अवतार तयार पारिन् जसलाई फिल्ममा कुल गर्ल भनिएको छ यो के हो त यो एउटी यस्तो केटी हो जसलाई बियर मनपर्छ जो फुटबल हेर्छे जसलाई बर्गर र पिज्जा खान कसैले भन्नु पर्दैन र जो आफ्नो श्रीमानले जे गल्ती गरे पनि इट्स ओके बेबी भन्छन् कहिले किचकिच नगर्ने कहिल्यै गुनासो नगर्ने केटाहरू यस्तो केटी पाउनु भनेको त लट्री पर्नु जस्तै हो हैन निक डनलाई पनि त्यस्तै लाग्यो डन भनेको चाहिँ फेरि डनवाला डन होइन नि उसको थर चाहिँ डन थियो है उसले सोचेको थियो वाह म त कति लक्की तर बिचारा निक उसलाई के थाहा एमीले फुटबल हेरेको नाटक गरिरहेकी थिइन् भित्रभित्रै त उनी निकको करियर र लाइफ दुवैको अन्त्येष्टिको प्लान बनाउँदै थिइन् र यसपछि सुरु हुन्छ डाउनफल बिहेको सुरुका वर्षहरू त रमाइलोमै बिते तर जब 2012मा मन्दी छायो दुवैको जागिर गयो न्युयोर्कको विलासी जीवनबाट उनीहरू मिसौरीको एउटा सुनसान सहरमा सरे निक अल्छी हुँदै गयो एमीको पैसामा बार खोल्यो र सबैभन्दा ठुलो गल्ती गर्यो अफेयर उसले एउटी 21 वर्षकी केटाकेटीसँग अफेयर चलायो उसलाई लाग्यो एमीलाई केही थाहा नै छैन तर एमी त अमेजिङ एमी हुन् नि उनले निकको हरेक म्यासेज हरेक चाल रेकर्ड गरिरहेकी थिइन् जब अब पालो थियो रिभेन्जको च्याप्टर 3 एमी गायब निकको सातो पनि गायब जुलाई 5 उनीहरूको 5th एनिभर्सरी निक घर छिर्दा एमी गायब छिन् अब यहाँ एमीको जिनियस दिमाग हेर्नुहोस् उनले घरलाई एउटा फिल्म सेट बनाइन् लेट्स टक अबाउट द स्टेजिङ नम्बर 1 रगतको खेल एमीले ठ्याक्कै कति रगत भुइँमा छर्किन् उनलाई थाहा थियो कि धेरै रगत भए पुलिसले डेथ मान्छ उनले त निकलाई तडपाई डेथ पेनल्टीसम्म पुर्याउनु थियो नम्बर 2 नक्कली डायरी एमीले वर्षौँ लगाएर एउटा नक्कली डायरी लेखिन् आज निकले मलाई धकेल्यो आज म आफ्नो ज्यानको लागि डराएकी छु यो डायरी त कुनै अस्कर जित्ने मुभीको स्क्रिप्ट भन्दा कम थिएन नम्बर 3 ट्रेजर हन्ट एमीले हरेक वर्ष जस्तै यो वर्ष पनि क्लुजहरू छोडिन् तर यो पटकको क्लुले निकलाई रोमान्टिक ठाउँमा होइन सिधै जेलमा पुर्याउँदै थियो पुलिस अफिसर बोनी आइपुग्छिन् निकको व्यवहार हेर्नुहोस् त ऊ मिडियाको अगाडि मुस्कुराउँछ ऊ श्रीमती हराएको शोकमा भन्दा पनि के गर्ने होला भन्ने अलमलमा छ एमीले निकलाई यति राम्रोसँग फसाइन् कि निक आफैलाई पनि शङ्का लाग्न थाल्यो होला कतै मैले निन्द्रामा श्रीमतीलाई त मारिन च्याप्टर 4 मिडियाको सर्कस
र अमेरिकाज मोस्ट हेटेड म्यान। अब कुरा गरौँ मिडियाको। फिल्मले मिडियाको एउटा कुरूप अनुहार देखाएको छ। एलेन एबर्ट जस्ता पत्रकारहरूले निकलाई राक्षस बनाइदिए। एमीले बुझेकी थिइन् कि दुनियाँलाई सत्य चाहिएको छैन, उनीहरूलाई त एउटा रोमाञ्चक भिलेन मात्र चाहिएको छ। निकको अफेयरको कुरा बाहिर आउँछ। निकको मुस्कानलाई अहङ्कार बनियो। एमीले एउटी छिमेकीसँग मित्रता गाँसेकी थिइन् र आफू गर्भवती भएको झुटो हल्ला फैलाएकी थिइन्। पुलिसले जब प्रेग्नेन्सीको कुरा थाहा पाउँछ, निकको लागि सबै बाटो बन्द हुन्छ। पुरै अमेरिकाले निकलाई घृणा गर्न थाल्छ। एमीले भाग्नु अघि नै निकको चियान खनिसकेकी थिइन्। च्याप्टर 5 एमीको रोड ट्रिप र डेसीको काल। एमी भागेर गइन्। उनी अब अमेजिङ एमी होइनन्, उनी न्यान्सी हुन्। तर यहाँ एउटा रमाइलो मोड आउँछ। एमीले आफूलाई सबैभन्दा स्मार्ट ठान्थिन्, तर वास्तविक दुनियाँमा उनी पनि लुटिइन्। मोटेलका केही केटाकेटीले उनको सबै पैसा लुटे। अब एमी लाचार एमी भइन्। उनले आफ्नो पुरानो प्रेमी डेसी कलिन्सलाई फोन गरिन्। डेसी एमीका लागि यति पागल थियो कि उसले एमीलाई आफ्नो विलासी लेक हाउसमा कैद गरेर राख्यो। डेसीले सोच्यो, मैले एमीलाई बचाएँ, तर उसलाई के थाहा, उसले त आफ्नो काल निम्त्याएको थियो। एमीलाई डेसीको नियन्त्रण मन परेन। उनले डेसीलाई एउटा यस्तो रेप एन्ड किडन्यापको केसमा फसाइन् कि डेसीको त सातो नै गयो र अन्त्यमा एमीले डेसीको घाँटी रेटेर मारिदिइन्। यो दृश्य यति भयावह छ कि यसले त दर्शकको मुटु नै कमाउँछ। डेसी बिचारा वर्षौंसम्म एमीको यादमा बस्यो र जब एमी आइन्, उनले उसलाई सिधै स्वर्ग पठाइदिइन्। यसबाट के शिक्षा पाइन्छ थाहा छ? आफ्नो एक्सलाई कहिल्यै मद्दत नगर्नुहोस्, विशेष गरी यदि उनी अमेजिङ एमी हुन् भने। च्याप्टर 6 रगतको पुनरागमन र चेकमेट निक। एमी घर फर्किन्। रगतले लतपतिएको लुगामा उनी निकको अँगालोमा परिन्। पुरै दुनियाँले उनलाई हिरोइन मान्यो। निकलाई सत्य थाहा छ। उसलाई थाहा छ कि एमी एउटा हत्यारी हुन्। तर ऊ बोल्नै सक्दैन, किनकि एमीले एउटा अन्तिम एज कार्ड फालेकी छिन्, प्रेग्नेन्सी। निक अब एउटा यस्तो पिञ्जरामा छ जहाँबाट निस्कने कुनै बाटो नै छैन। उसले एमीलाई छोड्यो भने पुरै संसारले उसलाई ब्याड फादर र एभिल हस्बेन्ड भन्नेछ। एमीले भन्छन्, हो, म तिमीलाई कन्ट्रोल गर्छु, म तिमीलाई नचाहिरहन्छु, किनकि हामी एकअर्काका लागि बनेका हौँ। यो कुनै प्रेम कथा होइन, यो त एउटा टक्सिक सम्झौता हो। भिडियोको अन्त्यमा फिल्म जहाँबाट सुरु भएको थियो त्यहीँ टुङ्गिन्छ। निक एमीको टाउको सुमसुम्याउँदैछ कि एमीले जितेकी हुन्, सायद। तर उनीहरू दुवै अब एउटा यस्तो नकाबमा बाँच्न बाध्य छन् जुन उनीहरूले कहिले उतार्न सक्ने छैनन्। सो फ्रेन्ड्स, यो फिल्मले हामीलाई एउटा कुरा प्रश्न पार्छ। बिहे गर्नु अघि एकपटक ब्याकग्राउन्ड चेक पक्कै गर्नुहोला। र हो, यस्तो श्रीमतीलाई कहिल्यै कम नठान्नुहोला। एमी जिनियस थिइन् कि साइको? कमेन्टमा भन्नुहोस्। र यस्तै भिडियोको लागि कथा स्पेसलाई सब्सक्राइब गर्नुहोस्।